गाजरलारमा लिगली कोट आज यसो घुमेर आउने भनेर हो क्या भन्छ लिगली कोट जाँदैछौँ हामी लाइभ होइन थाक्यो लोत थाकेको भिडियो भने टाढा रहेछ लिगली कोट त टाढा त होइन जम्मा टाढा होला लिगली कोट हैन जाँदा 20 मिनेट आउँदाखेरि 10 मिनेट जम्मा बाटो 20 मिनेट पो त्यहाँबाट चाहिँ आइसी 20 मिनेट जस्तो लाग्यो आइसी 20 मिनेट जस्तो लाग्यो क्या आइसी हो र डलरै होला हेलो गाइस शीतल छ आज दोस्रो झन्डा आइपुग्यो लिगली कोट त्यसै त छाती फुटिहाल्छ नि यार है प्रकाशले रहर गरेर फेरि झन्डा आइयो हामी त चिसो कोक खाएर आइन्दैमा कोक झन् मस्त हुन्छ नि अब घट्छ गर्मी महिना जाडो महिना घट्ने गर्मी महिना घट्छ नि त पसिनाले मन त फर्काएर जाडो हुन्छ लालु पाते नुगे भइदिएर भन्ने आफूले नयाँ भेटियो लिली कोटैमा फेरि बसेको लाली ओठैमा नयाँ भेटियो लिली कोटैमा फेरि बसेको लाली ओठैमा आजकलका केटीहरू कस्ता हुन्छन् भने आजकलका केटीहरू कस्ता हुन्छन् भने नाङ्गो बङ्गो भइकन केटाकेटा अर्को गीत यो नाङ्गोबुङ्गा गीत होइन अर्को नाङ्गोबुङ्गा गीत चल्दैन पुरा नेक्स्ट त्यो मलाई चल्दैन त्यो केटीको भन्दिनु भयो नेक्स्ट कसले भने त्यो उहाँले भन्नुभएको थियो तल हो क्या रेडमी यहाँ तल हुन्छ नि त यति थाहा छैन
ताल ल्या है बेला बेलाले अर्को हाल्यो तपाईँ नि जानु भएर चाहिँ यो नमिल्यो यस्तो सुनाइ यहीँ राख्नु न साप्रामा बजारकै भएर ए भाइ यहाँ राख्दाखेरि नमिल्दो रहेछ नि केटा हो त्यसो अझै भयो कहाँ राखेर बजाउने यो फाइनली गाइज हामी झन्डामा आइपुग्यौँ ल दाइज भन्न ल गाइज ल झन्डामा आइपुग्यौँ यार नाच्नु न के हुन्छ त नि जहाँ पार्टी भनेर को छ र यहाँ यहाँ नाच्न के हुन्छ र भने के नाच्छ त यहाँ जहाँ पाएर डान्सर हो भन्दा जहाँ पाइँदै नाच्छ एउटा क्यामेराम्यान थियो आँखा पर्दो रहेछ झन्डाको फोटो खिचिरहेको गाली गरेको थिएन त्यो त देखेको कुरा भन्नु मेरो खिचिया हो कि त्यो फोटो बुझेको झन्डाको मात्रै भने को छ तल खिच्नेलाई भाइ नेपाल प्यारो छ हो क्या छातीमा हात राखेर भन्न नेपाल झन्डा देखाएर नेपाल नेपाल प्यारो छ घरको याद आयो होला चुप्पा खाँदा फाइनल्ली हामीले फोटो भिडियो चाहिँ बनाइसक्यो होइन यहाँ लिलीको झन्डा आएर अब हामी फर्किँदै कसैलाई आयो त्यसलाई भनिदिनु नि त धेरै राम्रो दिल्ली कोटैमा सबै आउने गरी निकाल्नु त गोर्खाको हावा सरर हो प्यारो नेपाल सरारै हुँदो रहेछ ल बाई बाई गरिदिउँ झन्डालाई बाई बाई यत्रो झन्डा खै 300-400 भन्छ हो नि नराख्नु महत्त्व भन्ने अब हामी कोर्टतिर जाँदैछौँ होइन त घरतिर माछा खान भ्याउँदैन कोर्नु लिलीको झन्डा दर्के गढीमा 5 वटा सुता नि जानुपर्छ हो भयो भने पर्छ नभए पर्दैन पर्ला पनि कुरा हजुर कालो तिल्ला मामा पो गोरो के पठाइदियो ए मामा हजुर तिल्ला मामा गोरो आएको क्या है होइन तिर्लामा त मान्छे गोरो हो नि त तपाईँ गोरो आयो क्या हामी ठिक छ हामी दाइरी कपाल नकाटेर हो हामी दाइरी कपाल नकाटेर दारी फुले खा गोरो हाल्ने अलि आउट निकाल्दिनु न यो चौतारीमा हावा खाँदै हो नि त हामी चाहिँ चौतारीको बर ए बित्यो भन्थ्यो तपाईँ गयो नि त सुमानको बुढी ए सुरेन्द्रले होइन उ गर्ने हो
होइन छ नि दुईटा छोराहरू ए त्यो काले काले आमा चाहिँ अनुहारका छन् डल्लै डल्लै छ झन्डा रहेछ छोप्राको भने यही त छोकरा हुने यही हो हो त नाम छ यहाँ त हाम्रो आफन्तहरू छ यहाँ सियार ठेलाएर ऊ त शीतल ठाउँ तल पनि रहेछ नि त तगडा हुन्छ हाम्रो सल्लाह कहाँको माछा अरे ल यो दरौदीको डराउँदै अस्ति काली खाइयो आज माले गोर्खाको अर्ग्यानिक चिज सब खाने भयो गोर्खाको काभ्रे पनि छ काभ्रे 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 माछा धादिङमा कहिले आएको हाम्रो गोर्खामा गोर्खामा आउँछ धादिङ